हेलो साथीहरु सबैजनालाई नमस्कार, गुड मर्निङ। फेरि पनि स्वागत छ तपाईहरुलाई यो मेरो नयाँ ब्लगमा। आज म बिहानै एकदमै गाउँ जानुपर्ने भएको हुनाले अहिले बिहान हजुरको भर्खरै 6:30 बजे छ। तपाई देख्न सक्नुहुन्छ यो चाहिँ भर्खर दिन निस्किन लागेको छ। अहिले चाहिँ म ठ्याक्कै तपाई अनुमान गर्नुस् कहाँनिर पुग्यो होला भन्ने कुराले बाटो देखेर थाहा पाइसक्नु भयो होला। पक्कै पनि म अहिले चाहिँ यो धनगढी उपमहानगरपालिकाको र कैलाली गाउँपालिकाको सिमानामा ठ्याक्कै पुगेको छु। तपाईं देख्न सक्नुहुन्छ यो चाहिँ गुराको पुल हो। अब यो चाहिँ क्रस गर्दैछु म। एकदमै चिसो मौसम छ आज, एकदमै पानी पर्ला जस्तो अवस्था भएको छ। त्यही भएर पनि मेरो अलिकति धान बोक्नुपर्ने थियो, त्यो नबोकेको हुनाले पानी पर्ला जस्तो भएको हुनाले म बिहानै उठेर चाहिँ आज आएँ। अहिले हेर्नुस्, यो चाहिँ यो ठाउँ पहिला चाहिँ एकदमै डेन्जर ठाउँ थियो, अहिले चाहिँ एकदमै रमाइलो भएको छ। यो हैन चाहिँ तपाईको यो अलिकति यहाँनिर जङ्गल छ, नर्सरी छ, एकदमै शीतल मौसम छ। तपाईको यो एकदम मिठो घाम पनि निस्किन लागेको छ, हेर्न सक्नुहुन्छ। आजको यो बिहानको चिसो मौसममा मैले चाहिँ मोटो ब्लग जस्तो चाहिँ बनाउन सुरु गरिदिएँ मैले तपाईहरुलाई। हेर्दै जानुस्। यो चाहिँ अब म चाहिँ ठ्याक्कै यो हनुमान मन्दिर छ यहाँनिर, त्यो मन्दिर पुग्नै लागेको छु। हेर्न सक्नुहुन्छ मान्छेहरुको आवतजावत छ। यो छेउमा दाहिनेतिर हनुमान मन्दिर र अगाडि चाहिँ भितरिया गाउँ हो। यो यता देख्न सक्नुहुन्छ म भितरिया गाउँ पुगिसकेको छु। अब अहिलेको अवस्था मान्छेको चहल पहल देखिराख्नु भएको छ। मान्छे हिँडिराखेका छन्, बिहानै छ, तर यहाँ चाहिँ गाडामा केला राखेर केला बेचिरहेको अवस्था तपाईँ देख्न सक्नुहुन्छ। हेर्नु त यो गाउँघरमा यसरी लडियामा केला ल्याएर केलाको व्यापार गरिरहेको छ। गाउँभरि भोलि भाइटिकाको लागि जोग गर्दैछन् होला जस्तो लाग्छ मलाई। अब चाहिँ हेर्नुस्, यो चाहिँ ठ्याक्कै भितरिया गाउँ हो। चिसो मौसम छ, यस्तै छ। अब यो चाहिँ मैले भितरिया गाउँ क्रस गर्न थालिसकेँ। यो देख्न सक्नुहुन्छ यो टावर, यहाँ आइपुगेँ म। ल हेर्नुहोस् है, यस्तो छ अवस्था यहाँको। हेर्नुहोस् कुहिरो लागेको अवस्था देख्न सक्नुहुन्छ। यो गाउँघरको वातावरण एकदमै हेर्नुहोस् त कति राम्रो यो आजको दिन मौसम। अहिले हेर्नुहोस् यो मौसम राम्रो भन्दा पनि एकदमै बादल लागेको हो कि कुहिरो लागेको थाहै पाएन। म त आफ्नो गाउँ पुग्ने बेला भइसकेको छ। हेर्न सक्नुहुन्छ यहाँनिर अगाडि एकदमै कुहिरो लागेको जस्तो देखेँ मैले। हेर्नु त यो एकदमै कुहिरो लागेको छ। ल हेर्नुहोस्, लास्टै कुहिरो लागेको छ। हेर्नुहोस् त है, बाटै नदेख्ने गरी एकदमै। हेर्नुहोस् त एकदम गाह्रो छ यो, पुरै भिजिसक्यो मेरो यो हेलमेटको सिसा सबै भिजिसक्यो। अगाडिबाट आइरहेको गाडी पनि देखिएको छैन। आज कस्तो यो आजको यो यस्तो कार्तिकमा पनि तपाईको मङ्सिर पुस माघको जस्तो यो कुहिरो लागेको जस्तो देखेँ मैले आज। यहाँ एकदमै बादल हो कि यो कुहिरो लागेको के हो थाहै बुझ्न सकिनँ। पानी पर्ला जस्तो पनि छ, के हो यति बिहानै। हेर्नुहोस् त अहिले चाहिँ म यो ठ्याक्कै हाम्रो गाउँ उत्तर भर्री जान लाग्छु, भर्री पुग्न लागेको छु। तपाईँ हेर्न सक्नुहुन्छ यो अहिले यो बिचको भाग हो, यो भितरिया र भर्रीको बिचको भाग हो। यो यस्तो कुहिरो चाहिँ यो कार्तिकमा पहिलोचोटि देखेँ मैले। यस्तो केही पनि बाटै देखेको छैन, मान्छे देखिरहेको छैन। ल हेर्नुहोस् खतरा छ बाटो। ल पुरै भिजाइसक्यो। अब म चाहिँ यहाँ दक्षिण भर्रीको चोकमा पुगिसकेको अवस्था छ। तपाईँ देख्न सक्नुहुन्छ यो चाहिँ अब चाहिँ लाग्यो उत्तर भर्रीतिर। ल हेर्नुहोस् यो हाम्रो गाउँको दृश्य हो। यो बिहानको यो दुवै साइडमा रोड बढिरहेको छ, रमाइलो छ गाउँ। हेर्न सक्नुहुन्छ यो चाहिँ मेरो आफ्नै गाउँ हो। म पुग्ने लागेँ आफ्नो गाउँतिर। देख्न सक्नुहुन्छ एकदमै मौसम एकदम कुहिरो भएको छ। आज गाउँको मौसम देखाए तपाईँहरूलाई। अब कस्तो लाग्यो भन्नु होला, कृपया कमेन्ट गर्नु होला। अनि हेर्नुहोस् यहाँ पनि बाटै देखेको छैन, कसो जाने। ल आजको यो मिनी मोटो ब्लग तपाईँहरूलाई कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहोला। मैले चाहिँ यो ठ्याक्कै आफ्नो गाउँको दृश्य देखाएँ, गाउँघरको दृश्य देखाएँ। मेरो यो द राज ब्लगलाई सब्सक्राइब पनि गर्न नभुल्नु होला। हस् त, थ्याङ्क यू, नमस्ते, बाई बाई।